हाई हेलो नमस्कार सबैजनामा। म हिरा राई। यहाँ यो चप्पन वन समुदाय जाने बाटो हो। यो साँझको रुख हो। यो बर पिपल, यो पिपल, यहाँ बर, यहाँबाट मास्तिर हामी चप्पन घाँस दाउराको लागि जाने बाटो हो यो। त्यसैको खातिरमा हामीले उता जङ्गल जाँदाखेरि धेरै दुःख पाएको थियौँ। मैले घाँस दाउरा गर्न जाँदाखेरि धेरै दुःख पाएको कारणले गर्दाखेरि हामी तीन घर मिलेर हामीले यो कल गाडिदिएको थियौँ यहाँनिर, ताकि हामीलाई सजिलो होस् पानी पिउनको लागि, हामीलाई नि सजिलो हुन्छ भन्नुको कारणले हामीले तीन घरले यो कल हेर्नुहोस्, कल गाडिदिएको थियौँ। कलको हालत हेर्नुहोस्, तपाईँहरूले देख्नुहुन्छ। यस्तो नगरिदिनु होला। म 6 वर्षपछि आज आएर हेर्दाखेरि यो कलको हालत मैले यस्तो देखेँ। हुन त योभन्दा पहिले पनि दुईचोटि चोरी भइसकिसकेको कल हो यो। कलको यो जुन त यो पहिला आजभन्दा अगाडि पनि दुईचोटि चोरेर लगिसकेको छ। जसले लग्नुभयो त्यस्तो नगरिदिनु होला, किनभने यो हाम्रै लागि हो। यहाँ जति पनि आउनुहुन्छ तपाईँहरू, यता यो पारीको ढिम्की मन्दिर भयो यतातिर, अनि यता साकेला, बरवाटो, अनि तल पुरानो गाईघाट, यता सब्जी बजार, नयाँ बस पार्क, यतातिर भुसुनेको सबै दाजुभाइ दिदीबहिनीहरू यतातिर आउनुहुन्छ, पानी पिउनुहुन्छ, घाँस दाउराको लागि यो बाटो जानुको लागि सजिलो हुन्छ भन्नुको खातिरले मैले नि कतिचोटि दुःख पाएर जङ्गलमा पानी पिउनु नपाएको कारणले ल है यसो गरौँ है हामी भनेर हामीले लगाइदिएको। तर यो आज म 6 वर्षपछि आएर हेर्दाखेरि यो हालत देखेँ। यस्तो कसैले पनि नगरिदिनु होला, किनभने मानव भएपछि मानवता जस्तो गरेर बस्दिनु होला। तपाईँहरू नरिसाउनु होला यो भाइले यसो भन्नु भनेर। तर यो हेर्दा मलाई दुःख लाग्यो, किनभने जम्मा हाम्रो त्यतिखेर यो सबै खर्च, मिस्त्री खर्च यताउता गर्नुलाई 15-20 हजार रुपियाँ खर्च गरेर हामीले लगाइदिएको थियौँ। तर सबै यो पनि यस्तो तोडिदिनु भएछ। जसले लगे पनि यस्तो त नगरिदिनु भएको हुन्थ्यो, हल्का तोडिदिनु भएछ यहाँनिर। तैपनि यो सायद आउँछ होला, हामी फेरि लगाइदिने छौँ भनेर हामी सल्लाह गरेछौँ, लगाइदिउँ एकचोटिलाई भनेर भनेछौँ। यो चप्पन समुदाय को वन जङ्गल जाने बाटो हो यो। यता माथिल्लो बाटो, यो यताबाट तल्लो बाटो पऱ्यो। यो बर, यो पिपल, यता डाक्टर खोरिया भइहाल्यो, यता भुसुने भयो, यता झिम्की मन्दिर भयो यहाँनिर। यो चाहिँ हाम्रो जङ्गल जाने बाटो हो। कति गाह्रो हुन्थ्यो हामीलाई, पानी पिउनु पाउँदैन थियौँ। जङ्गलमा धेरै दुःख पाइन्थ्यो पानी पिउनु नपाउनुको कारणले। हामी तिर्खालले कति प्याक भइन्थ्यो। यतातिरको गाई बस्तु आउँथ्यो चराउनुलाई। यहाँनिर मैले खाल्टा खन्दै थिएँ। खाल्टा त जे होस् पुरिएछ, केही छैन त्यो भन्ने कुरो त। तर यस्तो कलको हालत चाहिँ यस्तो कसैले पनि नगरिदिनु होला। गाईघाटवासीहरू है, सबैजना भन्दिनँ म, जसले गाईघाटमा यो वरिपरि बसेर यसको नराम्रो काम गर्नुभएको छ नि, यो जतिको अपराध केही पनि होइन। हामीले त एउटा धर्म सोचेर यो बाटोको छेउमा राखिदिउँ, गाडिदिउँ भन्नको धर्मको खातिरले हामीले हालिदिएको। आज मलाई यो हेर्दाखेरि साह्रै नमजा लाग्यो। दाजुभाइ दिदीबहिनीहरूले कसैले पनि तपाईँहरूले यस्तो नगरिदिनु होला। कसैले गरेछ भने पख भनेर भन्नु कोसिसमा जानु होला। यस्तो अपराध नगरिदिनु होला है, किनभने यो चौरीमा अब हिउँदो लाग्दैछ, पानी खानु पाइँदैन। कि जानु पर्यो ढिम्की मन्दिर, कि जानु पर्यो भुसुने, कि आफ्नै घरबाट ल्याउनु पर्यो, कि यता साकेला जानु पर्यो, साकेला टोल। र कसैले पनि अझै पनि भन्छु यस्तो नगरिदिनु होला। यो कलको हालत हेर्नुहोस्। यो शीतल हुन्छ भन्नको कारणले हामीले बर पिपल पनि यहाँ रोपिदिएको। यहाँ बसेर पानी पिउनुहुन्छ, यहाँ भित्तामा बसेर चाहिँ यसो शीतल ताप्नुहुन्छ। माथिबाट झरेर हाम्रै दिदीबहिनी आमाहरू, गाउँको दर दाजुभाइहरू आउनुहुन्छ, बस्नुहुन्छ भन्नको खातिरले हामीले यहाँनिर यो कल गाडिदिएको थियौँ। तर कलको हालत हेर्नुहोस्, आज यो हालत गरिदिनु भएछ। यहीँको बासिन्दाहरू यस्तो गर्ने।
अरू कसैले भएन होइन, यो पुरानो गाइडको मान्छे पनि आयो भन्नु सक्दैन मैले यसो गर्ने। अब भुसुनेको मान्छेले पनि हुनसक्ला, अब यता बरुवाटारकोले पनि हुनसक्ला, साकेला टोलकोले पनि हुनसक्ला, अथवा यो ढिम्की मन्दिरकोले हुनसक्ला, कतैको पनि हुनसक्ला। तर यस्तो नगरिदिनु होला। यदि तपाईँहरूलाई यस्तो गरेको राम्रो लाग्छ भने ठिकै छ, होइन भने यो सबै उठाएर लानुहोस्। फेरि पनि म भन्छु, यस्तो नगरिदिनु होला। किनभने यो हाम्रो लागि, मेरो लागि होइन, हाम्रो लागि गरेको थिएँ मैले, होइन, हामीले गरेको थियौँ। तर आज मलाई साह्रै नराम्रो लाग्यो यो देख्दाखेरि। यो कल गाड्ने मान्छे मै हो र यहाँनिर गौरव दाई हुनुहुन्छ, माता दिदीको श्रीमान हुनुहुन्छ गौरव दाजुको अङ्कल र म, तिनजनाले लगाएको कल हो यो। 3 घर मिलेर लगाएको कल हो यो। आज आएर 6 वर्षपछि आएर हेर्दाखेरिको अवस्था साह्रै रमाइलो लाग्यो। सल्युट छ यहाँ बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई, जसले लगेको पनि सल्युट छ। यस्तै कार्य गर्दै गर्नु होला। सबैभन्दा राम्रो म तपाईँहरूलाई भन्छु, किनभने यो तेस्रो चोटि हो। एकचोटि पनि होइन, दुईचोटि पनि, यो 3 चोटि भइसक्यो। एकचोटि त्यस्तै गरिदिनु भयो, बिचमा मैले लगाउँ भनेर लगाइयो। पछिल्लोचोटि पनि फेरि त्यस्तै कसैले लगिदिनु भयो, त्यो पनि लगाइयो। अहिले तेस्रो चोटि हो। फेरि पनि हामी लगाउँछौँ, लगाउने नै छु। अरूले अब के भन्नुहुन्छ, अङ्कलहरूले, दाजुहरूले, उहाँहरूले छोडिदिउँ भाइ भन्नुभयो भने ठिकै छ। तर म मेरो आफ्नो व्यक्तिगत तर्फबाट पनि लगाउँछु। के कति पर्छ यसको माथिको त जुन ह्यान्डल हुन्छ, त्यो ह्यान्डल लगिदिएछ, यति म लगाइदिन्छु। आइन्दो कसैले पनि यसलाई यस्तो नगरिदिनु होला। पानी पिउनुहोस्, बस्नुहोस्, नुहाउनुहोस्, खानुहोस्। तपाईँ हाम्रै लागि भनेर यो बनाएको हो खास चाहिँ। किनभने यहाँ यो एरियामा घाँस दाउरा गर्दाखेरि हाम्रो दिदीबहिनीहरू, आमाहरू